look at I'm here. View. Hello everyone, good morning. अब हामी चाहिँ निस्किन लागेको लट्रमेश्वर हैन। हजुरहरुलाई स्वागत छ मेरो छोटो मिठो भ्लगमा। अब चाहिँ हामी यो पहिलोचोटि भ्लग स्टार्ट गरेको हैन गाइस। काम चेष्टा गरिन्छ त्यहाँबाट नगर भइसक्यो आरे हाम्रो चाहिँ रेजिस्टर भइसकेको छ। अब यहाँबाट हामी अटक स्टार्ट भइसकेको छ फेरि। अब गढी दरबार दामी पाराको केटाहरू त रफ्तारमा चल्दैछ अगाडि। So guys, हामी चाहिँ उकालो चढेको अवस्था। त्यही लोकल नागा तिमुला जरा भाइ तामाङ भाषा बोल्न आउँदैन। एकदम पनि तिमीलाई कस्तो भइरहेको छ यहाँ आएको? फर्स्ट टाइम हो कि सेकेन्ड टाइम? सेकेन्ड टाइम यो चाहिँ मेरो लडिक छ। लेफ्ट राइट 5 मा म सेलेक्ट भइसकेको छु गाइस। ल जाउँ अब उकालो चढौँ डराउन न गाइस। के छ ओ हेलमेट कसले बोके? जलभाइ ल होस्टेल सकामा जलभाइ रे होस्टेल पन्जाबमा म होस्टेल 3 मा अर्पण होस्टेल 2 मा सुमन होस्टेल छकामा जलभाइ छ गाइस। उहाँ चाहिँ के रे के भने के रे त्यो के रे के भन्दै रे के रे हामीलाई गेटले यही हो दामी यो गाउँको। अर्पण गाइड गरिरहेछ हामीलाई त फर्स्ट टाइम आएको त्यस्तो थाहा होइन। गाइस हामी चाहिँ यता आइसकेको छौँ।
रोड भनेको यो फास्ट्याग दह्रो बनाएर गाइस गुनास फुल टिपेको अवस्था ओ क्या दामी यार भ्यू यो चाहिँ काठमाडौँ जाने बाटो म यहाँ नामफाले मर्दैछु के अरे नाम के अरे हिमानी ज्वाला एउटा अम्फालले लायो खत्म बाय बाय टाटा गुड बाय गया टाइम खेले है यार लास्ट थाके है आमा यस्तो ढुङ्गाको मूर्ति रहेछ ढुङ्गा मूर्ति होइन नाग जस्तो मान्छे धुब्ल्याएर चढाउँदै रक्षा गर्नु अब धेरै होइन 15 मिनट 10 मिनट जति ब्याङ्क चाहिँ संस्कृतबाट लेखेको होला फाइनली गाइज हामी आइपुगेको छौँ त्यही त बाइकलाई धेरै दखल पर्थ्यो यहाँ मान्छेलाई दखल परेको अहिले हेर्नु कस्तो भ्यू छ कि गाइज होइन फाइनल्ली धेरै टाइमपछि आउँछु भन्दा तल्ल आइपुग्यो त्यही खुसी लाग्यो अब यहाँ रेलिङ हालेर रहेछ यो कसको उसबाट हाल्यो होला जाने हजुर यो रेलिङ पनि आँखा छ र रेलिङ हालेर रहेछ कसले गऱ्यो होला यति यहाँ यसरी काम आम्मा दिनको ज्याला पनि धेरै ल्यायो होला तर होइन भगवान्को ठाउँमा यस्तो आमा कसले गऱ्यो होला काचा कुचो यस्तो त नगर्नु पनि हजुर हामी धेरै हिँड्नु पर्यो पल्लो आइपुग्यो कति बेरमा आयो तिम्रो माथिबाट बाबु हामी तलैबाट हिँडेर लगभग 1.5 घन्टा लाग्यो हजुर कम हिँड्नु पर्यो हामी त्यहाँ तलबाट आएको 2.5 घन्टा लाग्यो 25 मिनट लाग्छ भन्नुभएको थियो बल्ल बल्ल आइपुग्यो कस्तो भइरहेछ फर्काउनु फिल्मलाई आइपुग्यो गाइस बल्ल बल्ल यसलाई चाहिँ हात्ती गाडी के अरे हात्ती डाँडा भन्दो रहेछ हात्ती गाडी भन्दा रहेछ अनि यता लटरमेश्वरमा चाहिँ लगाइदियो त
गाइस अब हामी खाजा खान लाग्यो टु हिँडेपछि आइज त बनाउने हो हो डाइरेक्टबाट जाने